ल मैले पनि सुरु गरेँ आजबाट मिनी भ्लग। यो चाहिँ डे 1 को। अनि म बिहानै उठेको थिएँ, त्यही भएर अँध्यारो रहेछ, खासै केही पनि देखिएको छैन। अनि म उठेपछि लागेँ मुख धुनतिर। मुख धुएँ, एकदमै गर्मी पनि छ नि त, अनि त्यही भएर त्यो मुखमा पनि कस्तो च्यापतिर लाग्ने क्या, त्यो पसिनाले गर्दाखेरि मुख धुएँ। अनि म किचनमा गएर अनि हिजो साँझ माझेको भाँडाहरू चाहिँ घोप्टाउन लागेँ। मलाई यो भाँडा नघोप्टाउने र अनि यो कपडा नपट्याउने मान्छेलाई मलाई एलर्जी हुन्छ। यति रिस उठ्छ नि, म घर पनि त्यही, मेरो घर झगडा हुने भनेको त्यही विषयमा हो। यो कपडा र भाँडा नमिलाउने मान्छे चाहिँ एकदमै रिस उठ्छ। अनि मैले पानी पिएँ। मेरो बानी फेरि ब्रस पनि नगरिकन सुरुमै पानी पिउने बानी छ, एकैपटक पिउन सक्दैन, थोरै गरेर मैले पानी पिएँ। हाम्रो गिलासमा हेर्नु न, यो चिन्ह लगाएको, यस्तो चिन्ह लगाएर कसले लग्छ भनेर होला यसरी चिन्ह लगाएको जस्तो पनि लाग्यो। अनि मैले बाहिर हेर्दै थिएँ, कतिको उज्यालो भयो, अनि न्युजमा पनि त जानुपर्छ नि, त्यही भएर पानी पिएँ मैले 3-4 घुर्कीमा। अनि म लागेँ चाहिँ यता ब्रस गर्न, कपडा फेरेर ओरेर ब्रस गर्दै बाटोमा डुलिरहेको थिएँ। ब्रस पनि गर्दैछु। अनि सबैभन्दा पहिला चाहिँ म पानी पिउँछु, त्यसपछि ब्रस गर्छु। मेरो चाहिँ उल्टो बानी छ कि खै, अरूको पनि त्यस्तै हो। अनि बाहिर चाहिँ मौसम एकदमै राम्रो थियो, भर्खरै घाम लाग्न लागेको, कस्तो मन पर्यो। अनि मैले फेरि पानी पिएँ यता समाचारमा आउनभन्दा पहिला। अनि एकैपटक चाहिँ पानी खान नसक्ने बानी छ कि मेरो, घुटमा खाने बानी छ। बाहिर हेर्दै मौसम चाहिँ एकदमै राम्रो थियो, बिहान भएर पनि होला। पानी पिएँ अनि म लागेँ यता गजेडातिर बुद्ध आवासमा। अनि यहाँ चाहिँ बुद्ध आवासको यो हल भवन पनि देखिसक्नु भएको छ। अनि हाम्रो चाहिँ त्यहाँ थियो चराको गुड, त्यहाँ सानो बच्चा पनि पारेको छ। अनि मजै लाग्यो सिडीमा हिँड्दै। अनि ऐना देखेपछि त हेर्नु पर्यो नि त, अनि उता हजुरलाई पनि देखाएँ। अनि यो चाहिँ बुद्ध आवासदेखि यो बाहिरको सिन हो, एकदमै राम्रो छ, कस्तो राम्रो बिहानको मौसम, त्यही माथि यस्तो राम्रो सिन आएको रहेछ मेरो मोबाइलमा पनि। अनि म भित्र आएँ, यता प्राविधिकमा चाहिँ कोही पनि हुनुहुँदो रहेछ, एकदमै सुनसान थियो। यत्रो ठुलो भवनमा म मात्र एक्लै सुन लाग्यो। अनि भित्र आएर कम्प्युटर खुलाएँ, कम्प्युटर पनि खुल्यो। अनि न्युज त हेर्नु पर्यो, अनलाइनहरू खोज्नु पर्यो। अब फेरि बिहान भए पनि अनलाइन खोज्नतिर लागेँ। बाई। अब चाहिँ म न्युज पढेर घर